सामान्य अर्थमा भन्दा त मानिस बस्न वा देवी देवता राख्न बनाइएका संरचनाहरू, घर, मन्दिर, किल्ला, स्तूप, विहार यस्तै चिजहरू नै वास्तुकला हुन्। मान्छेले फिरन्ते जीवन छाडेर सानो झुपडी बनाउन थालेदेखि नै यसको जग बस्यो भन्नुपर्छ। अनि समयसँगै आवश्यकता बदलियो, कला चेतना बढ्यो, घरहरू कलात्मक बन्दै गए। अनि देवस्थलहरू बनेपछि त यसले झनै परिष्कृत रूप लियो। वेददेखि लिएर ब्राह्मण ग्रन्थ, स्मृति, गृहसूत्रहरूमा घर कसरी बनाउने, नगर निर्माणका विधि-विधानबारे उल्लेख छ। विश्व इतिहासमा हेर्यो भने पनि सिन्धु घाटी सभ्यतामै कस्तो व्यवस्थित नगर योजना, पक्की इँटाका घरहरू देखिन्छन्। अनि ईसापूर्व तेस्रो शताब्दीतिर उत्तर भारतमा पोलेको इँटा व्यापक रूपमा प्रयोग हुन थालेपछि त यसले झनै फड्को मार्यो। अंशुवर्माको पाटन सुन्धारा अभिलेख अलि महत्त्वपूर्ण छ यसमा। त्यसमा माटिङग्राम भन्ने ठाउँको एउटा मन्दिर मर्मत गर्दा इँटा अनि काठका ढोका, खापाहरू प्रयोग भएको लेखिएको छ। अब यो काठको प्रयोगको विवरणले अलिअलि तल्ले शैलीतिर सङ्केत गर्छ कि जस्तो देखिन्छ। इतिहासकार एनआर बनर्जीको त तर्क नै के छ भने पशुपतिनाथ मन्दिर सुरुमा शिखर शैलीमै थियो रे, पछि 9औं शताब्दीतिर मात्र प्यागोडा शैलीमा पुनर्निर्माण गरियो भन्ने उहाँको मत छ।